तपाईँ जित्नु हुन फुर्ती नहान्नुहोस्, यस्ता फुर्ती कुरा नहान्नुहोस्, फुर्ती जितेर नहान्नुहोस्। आयो भने के हान्नुहुन्छ तपाईँ? जितेर आउनुभयो भने अपवाद हो। अहिले लहर हेर्नु न, यहाँ त देशमा यता सुनामीको कुरा लहर चल्दैछ। तपाईँ बालेन यता रवि न। कुलमानको लहरलाई ठेक्न सक्ने ताकत छ। यस- डरले थर 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 भएर आज एकता गर्नुपर्ने, एकदम म पार्टी अहिले मोर्चा यही- गर्नुपर्ने, यही- गठबन्धन गरेर चाहिँ सिट पाउनुपर्ने अवस्था छ। ठुला कुरा गर्नु तपाईँको हुङ्गार देख्दा मलाई यहीँ तर्सिरहेको छु म। तर्सिने होइन, त्यहाँ चुनावमा देख्नुहुन्छ ब्यालेट बक्समा यता कुरा नगर्नु तपाईँ कति सिट ल्याउलान्। कांग्रेस एमाले माओवादीको गठबन्धन भयो भने कति सिट? कति सिटको कुरा नगरौँ। 165 का 65 क्लिन स्वीप। यति कुरो छोडिदिनुहोस्। राजनीतिक हिसाबले स्वतन्त्र ढङ्गले म काङ्ग्रेस एमाले कुरा गर्दिनँ। कांग्रेस एमाले माओवादी मिलेर पनि रवि बालेन कुलमानलाई हराउन सक्नु भयो भने त तपाईँहरूले त डाडुमा पानी तताएर मरे हुन्छ, होइन मरे हुन्छ भनिदिएको छु मैले। मर्ने तपाईहरू तीनवटा दल, यो देशका बादशाह भनिएका दलहरू, यो देशका चाहिँ मसिहा भन्ने दलहरू, कांग्रेस एमाले माओवादी मिल्दा पनि रवि बालेन र कुलमानलाई हराउन सक्नु भएन भने फेरि रिपिट गर्दैछु मैले। डाडुमा टक्क तातो पानी तताउने, त्यो तातो पानीमा चुप्लुङ्ग डुब्ने, मर्ने। तपाईँलाई आज के भयो? तपाईहरूलाई देखेर म विरक्त भएको छु क्या। यो देश बनाउन सक्नु भएन। हामीलाई चिन्ता छैन। तपाईँ यत्रो रुवाबासी। म त राष्ट्रभक्तका लागि, राष्ट्रको लागि लडिरहेको मान्छे हो, मैले बोलिरहेको मान्छे। तपाईँहरूले गर्दा देश बर्बादी भयो भन्ने मान्छे हो। तपाईँका रविले पनि यही भन्थ्यो होइन, तपाईँको बालेन पनि यही भन्थ्यो, सिंहदरबार जलाएरै छाड्यो हो। रविले यही भन्थ्यो, सहकारी डुबाएरै छाड्यो हो। अहिले अर्को तण्डाप नाचिरहेका छन्।